2026 लागे सँगसँगै चाहिँ यो फोनको प्राइसहरू पनि सबै ब्रान्डको बढिसकेको छ र आज चाहिँ हामी बेस्ट फोन अन्डर 50,000 को बारेमा कुरा गर्न गइरहेको छौँ जुन चाहिँ लेटेस्ट प्राइस अनुसारले हुन गइरहेको छ र आउनुहोस् सुरु गरौँ। नमस्ते सबैलाई, मेरो नाम दिपेश, तपाईँ हेर्दै हुनुहुन्छ टेक्निकल पदक च्यानल। आजको हाम्रो भिडियो भनेको चाहिँ बेस्ट फोन अन्डर 50,000 हुन गइरहेको छ र नम्बर 1 मा चाहिँ मैले नथिङ CMA फोन 2 प्रोलाई सेलेक्ट गरेको छु। यसमा दुईवटा भेरिएन्ट अप्सन पाउँछौँ हामीले, जुन चाहिँ 8GB ऱ्याम 128GB को 39,000 प्राइस रहेको छ भने 8GB ऱ्याम 256GB फोनको चाहिँ 45,000 प्राइस रहेको छ। यसमा चाहिँ हामीले डिजाइन हेर्ने भने चाहिँ अलिकति युनिक डिजाइन पाउँछौँ, जुन चाहिँ प्लास्टिक ब्याक रहेको छ। फ्रेम हामीले यसमा चाहिँ मेटल पाउँछौँ र ब्याक चाहिँ हाम्रो सेल्फ रिमुभलवाला ब्याक रहेको छ, त्यसले गर्दाखेरि चाहिँ आफैले पनि उसको ब्याक प्यानल चेन्ज गर्न सकिन्छ। 185 ग्रामको चाहिँ वेट छ, त्यसले गर्दाखेरि चाहिँ हातमा लिँदाखेरि अलिकति प्रिमियम पनि फिल हुन्छ। 6.77 इन्चको चाहिँ FHD प्लसको एमोलेड स्क्रिन पाउँछौँ। 120 हर्ट्जको चाहिँ हामीले यसमा रिफ्रेस रेट पाउँछौँ र यसमा चाहिँ हामीले 5000 mAh को ब्याट्री पाउँछौँ। 33 वाटको चाहिँ वायर्ड फास्ट चार्जिङले सपोर्ट गर्छ र बक्समा चार्जर आउँदैन, तपाईँहरूले यदि चार्जर छैन भने छुट्टै किन्नुपर्ने हुन्छ। र यो फोनमा चाहिँ हामीले डायमेन्सिटी 7300 को चिपसेट पाउँछौँ, जुन चाहिँ 4 नैनोमिटरको चिपसेट रहेको छ र 5G चिपसेट हो। त्यो कारणले गर्दा पर्फर्मेन्स वाइज एकदम राम्रो छ। यो प्राइस सेगमेन्टको लागि अहिलेको टाइममा वान अफ द बेस्ट पर्फर्मेन्स भएको फोन हामीले यसलाई भन्न सक्छौँ। अब कुरा गरौँ क्यामेराको, र क्यामेरामा चाहिँ आजको दिनमा सबैभन्दा बेस्ट क्यामेरा फोन अन्डर 50,000 हामीले यो फोनलाई भन्न सक्छौँ, किनभने यसमा हामीले ब्याकमा 50 मेगापिक्सलको मेन सेन्सर पाउँछौँ र 50 मेगापिक्सलको चाहिँ टेलिफोटो लेन्स पनि पाउँछौँ, जुन चाहिँ 2x अप्टिकल जुम रहेको छ र 8 मेगापिक्सलको चाहिँ अल्ट्रा वाइड पाउँछौँ। फ्रन्टमा चाहिँ हेर्नु भने 16 मेगापिक्सलको चाहिँ फ्रन्ट क्यामेरा पाउँछौँ र ब्याक क्यामेरा चाहिँ एकदम कम्प्लिट सेटअप टाइपको क्यामेरा देखिन्छ यहाँनिर। र जुन 50,000 भन्दा लो रेन्जको फोनमा चाहिँ हामीले टेलिफोटो लेन्स पाउँदैनौँ, जुन चाहिँ यसमा हामीले पाउँछौँ। त्यो कारणले गर्दाखेरि चाहिँ क्यामेरा क्वालिटी वाइज चाहिँ नो डाउट एकदमै राम्रो छ, यसको आउटपुटहरू एकदमै राम्रो छ। यो फोनमा चाहिँ हामीले इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर पाउँछौँ, जाइरो, प्रक्सिमिटी, एक्सेलेरोमिटर सबै सेन्सरहरू चाहिँ हामीले यो फोनमा पाइहाल्छौँ होइन। र यसमा चाहिँ हामीले 3वटा कलर अप्सन पाउँछौँ, जुन चाहिँ एउटा रहेको छ अरेन्ज, एउटा रहेको छ तपाईँहरूले ब्ल्याक, अर्को रहेको छ व्हाइट। अब कुरा गरौँ नम्बर 2 को। नम्बर 2 मा चाहिँ मैले रेडमीको नोट 15 5G भन्ने मोडल राखेको छु। यसको नि दुईवटा भेरिएन्ट आउँछ, जुन चाहिँ 8GB ऱ्याम 256GB को चाहिँ 44,000 प्राइस रहेको छ भने 12GB ऱ्याम 512GB भेरिएन्टको चाहिँ 50,000 प्राइस रहेको छ। अब कुरा गरौँ यो फोनको चाहिँ डिजाइन एन्ड बिल्ड क्वालिटीको, अगाडिपट्टि चाहिँ कर्भ डिजाइन छ, त्यसले गर्दाखेरि चाहिँ अलिकति प्रिमियम देखिन्छ। फ्रन्टबाट हेर्दाखेरि चाहिँ 178 ग्रामको चाहिँ वेट रहेको छ, जसले गर्दाखेरि चाहिँ फोन एकदम लाइट फिल हुन्छ। प्लास्टिक ब्याक रहेको छ, यसको चाहिँ फ्रेम भनेको हामीले प्लास्टिक पाउँछौँ र ड्युरेबिलिटी चाहिँ ठिकठाक नै रहेको छ यो फोनको। यसमा चाहिँ हामीले 6.83 इन्चको चाहिँ FHD प्लसको एमोलेड स्क्रिन पाउँछौँ। 120 हर्ट्जको यसमा चाहिँ रिफ्रेस रेट पाउँछौँ भने यसमा चाहिँ हामी 3200 निट्सको चाहिँ पिक ब्राइटनेस पाउँछौँ। डिस्प्ले क्वालिटी वाइज एकदम राम्रो छ, 3D कर्भ पनि डिस्प्ले रहेको छ। यसमा चाहिँ हामीले स्न्यापड्र्यागन 6 Gen 3 को प्रोसेसर पाउँछौँ, जुन चाहिँ 4 नैनोमिटर प्रोसेसर रहेको छ र 5G प्रोसेसर हो, अक्टाकोर बेस्ड प्रोसेसर रहेको छ। यसमा GPU चाहिँ हामीले एड्रिनो 710 को GPU पाउँछौँ। सफ्टवेयर कुरा गरौँ त यसमा चाहिँ हामीले एन्ड्रोइड 15 आउट अफ द बक्स पाउँछौँ र HyperOS 2.0 मा आउँछ। यसमा हामीले 4 इयर्सको मेजर अपग्रेड र 6 इयर्सको चाहिँ सेक्युरिटी प्याच अपग्रेड। यो फोनको क्यामेराको कुरा गर्नुपर्दा चाहिँ ब्याकमा चाहिँ हामीले 108 मेगापिक्सलको क्यामेरा पाउँछौँ र 8 मेगापिक्सलको चाहिँ हामीले अल्ट्रा वाइड पाउँछौँ र 2 मेगापिक्सलको चाहिँ हामीले म्याक्रो लेन्स पाउँछौँ। फ्रन्टमा हेर्नु चाहिँ हामीले 20 मेगापिक्सलको चाहिँ फ्रन्ट क्यामेरा पाउँछौँ। भिडियो क्वालिटी चाहिँ फ्रन्ट ब्याक दुवै क्यामेरा चाहिँ 1080p 30 fps सम्मको मात्र रेकर्ड अप्सन दिन्छ। ब्याट्रीको कुरा गर्दा 5520 mAh को ब्याट्री रहेको छ। यसमा 45 वाटको चाहिँ वायर्ड फास्ट चार्जिङ सपोर्ट गर्छ। यसमा हामीले अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट पाउँछौँ, स्टेरियो स्पिकर पाउँछौँ, 5G सपोर्ट फोन रहेको छ, जाइरो, प्रक्सिमिटी, एक्सेलेरोमिटर सबै सेन्सर्सहरू चाहिँ हामीले यो फोनमा पाउँछौँ। यो फोनमा चाहिँ हामीले 3वटा कलर अप्सन पाउँछौँ, एउटा रहेको छ ब्ल्याक, अर्को रहेको छ ग्लेसियर ब्लू र मिस्ट पर्पल। अब कुरा गरौँ नम्बर 3, जुन चाहिँ रियलमीको रियलमी 15T भन्ने मोडललाई सेलेक्ट गरेको छु मैले। त्यसको पनि दुईवटा भेरिएन्ट आउँछ। 8256 को चाहिँ हामीलाई 40,000 पर्छ भने 12512 को चाहिँ हामीलाई 50,000 पर्छ। यो फोनको स्क्रिनको कुरा गर्नुपर्दा यसमा चाहिँ हामीले 6.57 इन्चको चाहिँ FHD प्लसको एमोलेड स्क्रिन पाउँछौँ, जसमा चाहिँ 120 हर्ट्जको रिफ्रेस रेट रहेको छ र 4000 निट्सको चाहिँ पिक ब्राइटनेस रहेको छ। यो फोनमा चाहिँ हामीले डायमेन्सिटी 6400 म्याक्सको चाहिँ प्रोसेसर पाउँछौँ, जुन चाहिँ ठिकठाक प्रोसेसर रहेको छ यो बजेट रेन्जको लागि चाहिँ, र 5G प्रोसेसर रहेको छ। यो फोनको क्यामेरा कुरा गर्दा हामीले ब्याकमा चाहिँ 50 मेगापिक्सलको मेन सेन्सर पाउँछौँ र 2 मेगापिक्सलको चाहिँ डेप्थ सेन्सर पाउँछौँ। फ्रन्टमा चाहिँ हामीले 50 मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउँछौँ। यो फोनमा चाहिँ हामीले एन्ड्रोइड 15 आउट अफ द बक्स पाउँछौँ र रियलमी UI 6.0। यो फोनमा चाहिँ हामीले 7000 mAh को ब्याट्री पाउँछौँ र यसमा हामीले 60 वाटको चाहिँ वायर्ड फास्ट चार्जिङ पाउँछौँ, जुन कुराले गर्दाखेरि चाहिँ ब्याट्री ब्याकअप वाइज पनि यो एकदमै राम्रो छ। जाइरो, प्रक्सिमिटी, एक्सेलेरोमिटर सबै सेन्सरहरू चाहिँ हामीले यो फोनमा इजिली पाउँछौँ। यो फोनमा चाहिँ हामीले 3वटा कलर अप्सन पाउँछौँ, एउटा रहेको छ ब्लू,
टाइटेनियम र सिल्भर। तपाईँहरूलाई यो भिडियो मन परेमा लाइक, सब्सक्राइब र सेयर गर्नुहोला। हस् त, धन्यवाद।